सो हेलो गाइज वेलकम ब्याक टु माई अनदर रियाक्सन भिडियो। आज पनि फेरि म नयाँ रियाक्सन भिडियो लिएर तपाईँहरूको माझमा फेरि पनि आइसकेको छु होइन। आज चाहिँ म एकदम नवाज अन्सारीको चिट्ठी भनेर आएको रहेछ अफिसियल म्युजिक भिडियो। सो यसमा रियाक्सन दिन जाँदैछु। यसको लागि म अलि एक्साइटेड छु किन भन्दाखेरि मैले नवाज अन्सारी ब्रदरको अहिलेसम्म रियाक्सन भिडियो गरेको छैन। सो फर्स्ट टाइम हो यो रियाक्सन भिडियो म गर्दैछु। यति भन्दै ढिला नगरिकन हेरौँ। इट्स स्टुडियो। भिडियो भने त यस्तो पऱ्यो ग्राफिक्स चिठी मेरो पुगेन समयमा पुगेन आउँदै होला तिम्रो बोली सुनेर घुमेर तिम्रैतिर चल्ने आवाज छुएर सुनेर मन्जुरी थिएन मेरो जब टिपी कसेर गयो तिमी चढेर मसँग तिमीलाई ब्रेक पो चाहियो रे भनेर मेरो यो मनमा तिमीले तिर्ने आनेर कुन बेला हो कुनै चाल्नै पाइन ताकेको एक्लै नै तैरिरहे एक्लै नै सहिरहे। नवाज अन्सारीको यो कुरा चाहिँ मलाई एकदम बवाल लाग्छ होइन। के भन्दाखेरि राइमिङहरू चाहिँ हुँदैन तिनी अब स्टोरी भनिरहेको जस्तो छ नि त। यो पल्टनको लाउडे टाइपको छ नि त। अनि यसमा राइमिङ साइमिङ केही छैन। अरू ऱ्यापहरूमा चाहिँ राइमिङ टाइपको मिलाएर भाइबवाला हुन्छ नि त। नवाज अन्सारीको त एकदम के राइमिङ नि हुँदैन केही पनि हुँदैन। त्यही पनि सुन्नलाई त कस्तो भाइब आउँछ नि होइन। कुरै नखरा सुनौँ अरू पनि। बवाल चिठी लेखेर आउँदै होला तिम्रो बोली सुनेर घुमेर उडेर तिम्रैतिर चल्ने आवाज छुएर सुनेर अर्कै केटा उडेर आउँदै होला तिम्रो बोली कुरेर बसिरहेछ। अर्कै केटासँग गर्दै अस्ता केटीले तिम्रैतिर चल्ने आवाज छुएर सुनेर उडेर सुरुवात हुनु नै गति त्यो पोजिटिभ एनर्जी कमी त्यो मेरो यो जीवनमा जुन बेला भेटे तिमीलाई देखेर बसेको मान्छे नि एक्कासी उठे म नामनवाज तिम्रो हत्केला चुमेर त्यो भन्दा बेसी के बोल्न नि सकिन तिमी मुसुक्क हाँस्यौ झन्डै डलिन कन्ट्रोलमा बसे म डल्न चाहिँ डलिन पहिलो राम्रो मेमोरी भएर होला याद आइरहन्छ सधैँभरि मलाई मसँग ब्रेक पो चाहियो नि भनेर म दैलो गाउँछु जब खोजिरहेको हुन्छु अनि पाउँदिन तिमीलाई कहिले नि चेक नि गर्नु भनेर आउँदै होला तिम्रो बोली सुनेर घुमेर उडेर तिम्रैतिर चल्ने आवाज छुएर सुनेर त्यो आउँदै होला तिम्रो बोली सुनेर अर्कै छ। मार्दै के मार्दैछ यार। सो गीत यति रहेछ होइन। एकदम सानो छोटो मिठो बवाल खालको रहेछ। सो यति भन्दै आजलाई छुट्टिन्छ। हस्त छ नेपाल नमस्ते काका बबाई। र अर्को कुरा चाहिँ भिडियो मन पऱ्यो भने लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। र नवाज अन्सारीको गीतको लिङ्क डिस्क्रिप्सनमा हुन्छ त्यहाँ गएर चेकआउट गर्नु होला भन्दै आजलाई छुट्टिन्छौँ। हस्त जय नेपाल अघि भनिसक्यो। ल बाई बाई त।